स्वागत छ तपाईहरुलाई मेरो हाइट ब्लगमा। यो ब्लग हाइट किन भनेर तपाईहरुले एकछिनमा थाहा पाइहाल्नुहुनेछ। सो आज चाहिँ म गएको थिएँ बानेश्वरबाट म मेरो क्युटीहरुलाई बाइ गरेर म गएँ मण्डला थिएटर। यस गाइज, मण्डला थिएटरमा चाहिँ अहिले एकदमै राम्रो सो चलिरहेको छ, ग्रान्ड रिहर्सल। रिसेन्टली उहाँहरूले गिभ अवे गर्नुभएको थियो। सो आई वाज द लकी विनर अफ द गिभ अवे। सो आई गट वन टिकट एन्ड आई वाज देयर टु सी द प्ले। सो लेट्स गो। म चाहिँ मण्डला थिएटर आएपछि गएँ मेरो टिकट लिनलाई फ्रन्ट डेस्कमा। सो हाम्रो एकदमै पपुलर हाइट दाई बसिराख्नु भएको थियो। दाईसँग यसो कुरा गरेँ, सेल्फी लिएँ। त्यसपछि हाम्रो भेट बद्री दाईसँग पनि भयो, उहाँ पनि प्ले हेर्नको लागि आउनुभएको थियो। सो मैले चाहिँ टिकट लिएँ। त्यसपछि म गएँ सोको लाइन बस्नलाई। लाइन बस्यौँ। त्यसपछि भित्र छिरिसकेपछि बवाल एकदमै खतरा भाइ आइरहेको थियो मलाई चाहिँ, होइन। सो म चाहिँ मेरो टिकट पछाडि होला भनेर पछाडि बस्न गएँ। नो गाइज, मेरो चाहिँ अगाडिको टिकट रहेछ। अब चाहिँ प्ले सुरु भयो गाइज, लेट्स इन्जोय। सो चाहिँ एकदमै बब्बाल थियो, मजा आयो, एकदमै इन्टरटेनिङ थियो, फुल प्याकेज धमाका थियो। सबैजनाले इन्जोय गर्नुभयो, सबैजनाले बबाल काम गर्नुभएको छ यो सोको लागि। अल द एक्टर्स डिड भेरी वेल। थ्याङ्क यू भेरी मच मण्डला थिएटर एन्ड ग्रान्ड रिहर्सल टिम फर मेकिङ दिस पोसिबल, इन्भाइटिङ मी। एन्ड गाइज, सी यू सुन। बाई टाटा।